हेलो गाइज, वेलकम टू माई मिनी भ्लग। आज चाहिँ छु म भारतको यो गुजरात राज्यको गुजरात सिटीभित्रको एउटा रेस्ट हाउस गार्डनभित्र छु। सबैजनाले युट्युब च्यानल चाहिँ सब्सक्राइब गर्नु होला। यो चाहिँ रेस्ट हाउसको गार्डन हो, देख्न सक्नुहुन्छ। यहाँ चाहिँ म धेरैचोटि आइसकेको छु। आज चाहिँ करिब लामो समयको अन्तरालपछि करिब 6 महिनापछि चाहिँ यो गार्डनभित्र भिडियो बनाइरहेको छु। पहिलो पटक यस्तो भ्लग भिडियो बनाइरहेको छु। सबैजनाले यो भिडियोलाई चाहिँ एकदमै धेरै हेरिदिनु होला। सँगसँगै मेरो युट्युब च्यानल चाहिँ सब्सक्राइब गरिदिनु होला। तपाईहरुलाई रिक्वेस्ट गरेँ, प्लिज है सबैजनाले सपोर्ट गरिदिनु होला। यो रेस्ट हाउसको गार्डनको भिडियो हो, तपाईहरुलाई जानकारी गराउन चाहे। तपाईहरुले सायद यहाँ पराए जसो धेरै जसो कपलहरू चुम्मा चाटी गर्ने अनि डेटिङ सेटिङ बस्ने के हुन्छ नि त्यस्तै हुन्छ हैन। हेर्नु होला है गाइस, त्यहाँतिर चाहिँ कपाल बसिरहेछ, त्यहाँतिर ट्याक मिलाएर चाहिँ जान्छु ल गाइस। त्यहाँतिर चाहिँ स्टडी गर्न पनि एकदमै राम्रो ठाउँ हो हैन। एकान्त ठाउँ छ, जसले जहाँ बसेर पढ्दा पनि केही फरक पर्दैन। एकदम ठुलो छ, यहाँ धेरै कुराहरू गर्न सकिन्छ यो ठाउँबाट चाहिँ। तपाईहरुलाई अगाडिबाट चाहिँ कपालहरू आइरहेको हार्लान फेरि थाहा भयो भने यहाँबाट पनि आइरहेको नि कपालहरू फ्यामिलीहरू सबै आउँछन् हैन। आउँछ यार, देखाउनु पनि लाज लाग्छ यार, फेरि कुटाइ खाइन्छ नि त। त्यसैन फोटो प्रोसेस गर्ने कार्यक्रम पनि जारी छ है। यहाँतिर चाहिँ प्रायः जसो नेपाली नै भेटिन्छ क्या, घुम्नको लागि हैन। कोही क्यामेरा ल्याएर फोटो खिच्नको लागि प्रायः धेरै जसो नेपालीहरू पनि एकदम धेरै मात्रामा नेपालीहरू नै भेटिन्छ हैन। अब त्यही हो, रमाइलो छ। यतातिर आउनुहुन्छ भने रमाइलो तरिकाले भिडियो सिडियो बनाएर जानु होला है। दामी छ गार्डन। अब चाहिँ यो गार्डनबाट चाहिँ बाहिर जाने प्रक्रियामा छु, बाहिर जाँदैछु। गार्डन घुमिसकेँ मैले पुरै, यस्तै छ हैन। सबै ठाउँ यस्तै छ, यस्तै हो कि सबै ठाउँ। यतातिर यो अगाडिपट्टाको भाग हो, यहाँबाट चाहिँ आउँछु। जहाँ जताकतै छ कि गेट चाहिँ, यो मेन गेट चाहिँ प्रायः जस्तो यहीँबाट नै हो हैन। देख्न सक्नुहुन्छ, यतातिर जहाँ घुमे पनि केही फरकै पर्दैन क्या, सबै ठाउँ एउटै छ हैन। त्यही हिसाबले चाहिँ म अब गार्डन बाहिर जाँदैछु। एउटा कुरा चाहिँ फेरि पनि भन्न चाहे, यहाँ चाहिँ सिङ्गल मान्छे चाहिँ नआउनु होला कि। सिङ्गल मान्छे चाहिँ नआउनु होला हैन। आउनुहुन्छ भने चाहिँ कपालमा